अन्तिममा म के भन्न चाहन्छु भने यहाँ साउदीमा जति पनि संस्थाहरू तपाईँहरू हुनुहुन्छ, तपाईँहरूसँग दूतावासले सधैँ सुमधुर सम्बन्ध कायम राख्छ। दूतावासले सधैँ सम्मानको दृष्टिकोणले हेर्छ। तपाईँहरूको संस्था स्थापना हुने भर्खरै कुरा चल्दैछ, तैपनि हामीले तपाईँहरूको संस्था स्थापना हुन गइरहेको छ। यो एउटा ठुलो शक्तिको बिचमा, धेरै नेपालीको बिचमा काम गर्ने संस्था हो भनेर हामीले त्यति बेलैदेखि यसको महत्त्वलाई भनेको। अस्ति अघि हुन्चुनाजीले कुरा उठाउनु भयो, यहाँ एउटा दूतावासले चाहिँ सम्मेलन गर्यो, मैत्री देखिएन होइन। स्वयं उहाँ राकेशजी अध्यक्ष त्यो संस्थाको र उहाँसहित अरू पनि साथीहरू त्यहाँ उपस्थित हुनुहुन्छ र हामीले त्यो बुझ्यौँ उहाँहरू अब एउटा सङ्गठित शक्तिको रूपमा आउँदै हुनुहुन्छ, उहाँहरूको उपस्थिति आउँछ। र भोलिका दिनहरूमा हामीले तपाईँहरू आज जन्मिनु हो, आजभन्दा कति 10-15 दिन अगाडि गरेको कार्यक्रममै जब जन्मिने क्रममै तपाईँहरूलाई हामीले स्वीकारेर सम्मान गरिसकेको छ दूतावासले भने फेरि भोलि कसैले चाहिँ तपाईँको सम्मान नहोला भनेर भनिरहनु पर्छ। यो विषय मलाई चाहिँ ठिक नियत र उद्देश्यवाला विषय उठेको होइन जस्तो लाग्छ। त्यसैले आउने दिनहरूमा दूतावाससँग तपाईँहरूको सहकार्य जारी रहनेछ। दूतावासले गर्न सक्ने सहयोग तपाईँहरूलाई गर्नेछ। तपाईँहरूले पनि दूतावासले थुप्रै सहयोग गर्नुपर्छ। वास्तवमा यो सीमित कर्मचारी र सीमित स्रोत साधनले यो साउदीका सबै समस्या दूतावासले म समाधान गर्छु भनेर देउटा भने त्यो त्यसको मूर्खता सिवाय केही हुँदैन। यति धेरै समस्या र यति ठुलो साउदी छ, त्यहाँ यहाँ तपाईँहरू जस्तै सचेत नेपालीहरूको सहयोग र समर्थन लिएर अगाडि नबढ्ने हो भने हामीले एक्लैले केही गर्न सक्दैनौँ। त्यसकारण तपाईँहरूका हाम्रो साथ भन्दा पनि तपाईँहरूको साथ हामीलाई आउने दिनहरूमा अझ बढी चाहिँ आवश्यक पर्नेछ र हामी यस विषयमा एक आपसमा सहकार्य गर्दै, एक आपसमा मित्रतापूर्ण सम्बन्ध राख्दै कुनै समस्या आयो भने हामी तुरन्त वार्ता छलफलद्वारा त्यसलाई चाहिँ समाधान गरेर अगाडि बढ्नेछौँ भन्ने विश्वास दिँदै तपाईँहरूको यो सङ्गठन आउने दिनमा यसले बढीभन्दा बढी मिथिला भाषी साथीहरूलाई चाहिँ समेट्नुहोस्। अझ तपाईँहरूले अरू अन्य तराईका अन्य भोजपुरी भाषी, अवधी भाषीहरूलाई पनि प्रेरित गर्नुहोस्, उहाँहरूलाई पनि सङ्गठित गर्नको लागि र यो सङ्गठित शक्तिको रूपमा अगाडि बढ्नुहुनेछ भन्ने विश्वास लिँदै म पुनः यहाँहरूलाई यो संस्था गठनपछि हार्दिक शुभकामना दिन्छु। धन्यवाद। पुनः एक पटक